नि त विदेशी कम्पनीको अगाडि सरकार झुक्यो कस्तो होला कम्पनी ठुलो कि सरकार कुनै देशको सरकार भन्दा ठुलो केही हुँदैन यहाँ आएर त विदेशी कम्पनी ठुलो रहेछ त हामीले हेर्दाखेरि त त्यही थाहा पाइदिन्छौँ नि इनड्राइभ जब कि पार्लिमेन्टमा गएर केही नभनिकन सिधै सरकारको कुरा टारेर आइदियो आफ्नो अफिस भनेपछि को ठुलो त्यो खण्डमा हैन कम्पनी हाबी भएको हैन सरकार कमजोर भएको सरकारको सोच विचार छुट्टै लेभलमा छ यदि हैन भने सरकारले हाम्रो पक्षमा एक्सन लिन्थ्यो सरकारको लागि ठुलो कुरा हैन यो कस्ता कस्ता कुराहरू सरकारले बसेर सल्भ गरेछ हैन यो कुनै ठुलो कुरो हैन हामी सिमिदैन एक हप्तासम्म पनि हामी आन्दोलन गर्नेछौँ सो त्यसको लागि तपाईहरु एक दिन पनि ब्याक गर्नु होला विशेष गरी सम्मानित विधायक निकायहरूसँग हामी बाटो नबसेको पनि हैनौँ विशेष गरी पटक पटक तपाईँको सिंहदरबारभित्र चाहिँ हामी म आफै स्वयं स्वतन्त्रतालाई फाउन्डेसन नेपालबाट चाहिँ तपाईँको नेपालको तर्फबाट साथ अनि उहाँको परिवार भेट्न दिन्छ भन्नुभयो मलाई किन मान्दैन खै हामीलाई पनि थाहा छैन हाम्रै पैसाले तलब खाएर पनि हामीले इग्नोर गर्छ त्यहाँ गएपछि हाम्रो केही कुरै हुँदैन के त्यहाँ अन्तमा जाँदा यो सरकारलाई के भन्नु चाहनुहुन्छ तपाईँको यो मागलाई लिएर सरकारले के गर्नु सकेसम्म अब देशमा युवा नै चाहियो भने सकेसम्म चाँडै हाम्रो समस्याको समाधान निकालिदिनुहोस् होइन हामीले एउटा रेट तोकिदिनुहोस् घरि प्यासेन्जरलाई घरि राइडरलाई नमारिदिनुहोस् होइन प्यासेन्जरलाई मारे पनि रेट हाई गरेर के भन्छ राइडरलाई पनि लो रेटमा राइड गराएर त्यो देशको पैसा लुट्ने भनेको कम्पनीले नै हो यहाँको पैसा यहीँ रह्यो भने चाहिँ यहाँको राजस्वमा काम लाग्छ है अब त्यो सरकारले यो विषयमा खै किन ध्यान दिनुभएको होइन भन्ने कुरा हामीलाई पनि थाहा भएन केही त होला नि सरकारको पनि सोच विचार किनभने हामीलाई कानुन चाहिएको हो कानुन भएपछि हामी सबैले मान्न तयार हामी कानुनलाई तोडेर कानुनलाई चाहिँ हामी मान्दैनौँ व्यवस्था गर्छौँ भन्ने हाम्रो मान्यता त पनि साथीको पनि मान्यता छैन किनभने हामीले न्याय पाउनु यो देश हाम्रो हो हामीमा चाहिँ कानुन हुनुपर्छ त्यो कानुन चाहिँ हामीले सबैजनाले पालन गर्छ 100 मागेको छैन क्या यहाँ 200 मागेको छैन क्या मन लाग्यो अफलाइन किन गर्छन् भन्दाखेरि अनलाइनमा रेट नपाएर हो नि त यदि अनलाइनमा रेट पाउँदै हो भने किन अफलाइन गर्नु पर्थ्यो साथीहरू होइन त्यो कारणले गर्दाखेरि यो अन्त्य गर्नको लागि हामीलाई 10 वटा होइन 20 वटा होइन 50 वटा कम्पनी आएन होस् तर वैज्ञानिक भाडादार भनेपछि 2500 भने 25 30 छ भने 30 27 छ भने 27 तर कस्टमर पनि मर्नु भएन यता राइडर पनि मर्नु भएन अर्को कुरा जस्तै यहाँहरूले राइड गर्दै गर्दाखेरि दुर्घटना भएर बाइकको क्षति हुँदा सवारी साधनको क्षति हुँदा या राइडरलाई नै केही चोटपटक लाग्दाखेरि यो इनड्राइभ संस्थाले त्यस्तो केही हेर्छ कि हेर्दैन ए मलाई जहाँसम्म लाग्छ इनड्राइभ अफिसको त हटलाइन नम्बर नै छैन छ त साथीहरू किनभने उहाँहरूले जुन हटलाइन व्यवस्था गर्नुपर्ने थियो नि त किनभने कुनै इमिडिएटली केही पर्न सक्छ त्यही हटलाइनको व्यवस्था नहुँदाखेरि इनड्राइभका जति पनि बरु याङ्गोमा पर्सौँमा पाइन्छ तर इनड्राइभमा छैन किनभने इनड्राइभ अफिस नै आउनुपर्छ जसले गर्दाखेरि दुःख धेरै पाइरहेको छ अनि अर्को कुरा एक्सिडेन्टको केसमा उनीहरूले हाम्रो आइडी सस्पेन्ड गरिदिन्छ कामै नगर भन्ने हिसाबले उनीहरूले सस्पेन्ड गरिदिन्छ जसको कारण हिजो हाम्रो साथीहरूले बुक गर्दै गर्दाखेरि पनि कति साथीहरूले त आइडी सस्पेन्ड गरिदिन्छ यस्तो दादागिरी भइरहेको छ अरू कामै गर्नुपर्छ नेपाल सरकारले हामीलाई दियोस् हामी काम गर्छौँ थ्याङ्क यू अब हाम्रो हिउँदमा आयो त्यसपछि हामीमाथि चाहिँ ठुलो प्रहार भएको छ हेर्नु सक्नुहुन्छ त्यहाँ तपाईँहरूको हेर्नु त्यहाँ हेर्नुहोस् साथी 10 किलोमिटरको 126 जानुहुन्छ साथीहरू जानु भएन भनेपछि हामीलाई कति मारिरहेको छ त हामी बाध्य भएर आएको हो क्या सडकमा आउनुमा हाम्रो रहर होइन किनभने हामीले रहरले यहाँ आएर बोल्नु पनि हाम्रो आवश्यक छैन हामीले त दुःख पायो अरू पुस्ताले दुःख नपाओस् भनेर हामी आएको छ